सबैसँग हुन्छ नि एकदम चेन्ज गरी गरी डेटिङ गर्न मन लाग्छ सबैजनालाई माया बाँड्न मन लाग्छ सबैसँग रोमान्स गर्न मन लाग्छ किन किनकि म जन्मेको पनि मेरो बाबुआमाले रोमान्स गरेर जन्मे हो त्यसैले मलाई एकदम रोमान्स गर्दै बिताउनु छ अनि अर्को कुरा किन पनि छ भने नि एउटा केटाले मात्र लभ गर्छ त्यसैले केटी हो तपाईलाई बोयफ्रेन्डबाट धोका खानु छैन र रुनु छैन भने 7 जना जति बोयफ्रेन्ड बनाउनुस् सन्डे मन्डे ट्युसडे वेडनेसडे थर्सडे फ्राइडे स्याटरडे एउटाले धोका दियो भने ब्याकअपमा अर्को हुन्छ किनकि केटा मान्छेहरूको पनि त्यस्तै हुन्छ घरमा बुढी हुन्छ तर ब्याकअपमा 3-4 जना चिक्सहरू वरिपरि हुन्छ हो नि केटा हो यसरी केटीहरू पनि सबजना पढ्ने लेख्ने स्मार्ट बन्ने जागिर खाने पैसा कमाउने कसैकोसँग डिपेन्डेन्ट भएर नबस्ने अनि बुढा टक्क ब्याकअप राख्ने अनि पछाडि गर्ल बोयफ्रेन्डहरू पनि घुमाउने हो कि है त्यसैले अब मैले किन यस्तो भन्छु भने